चाहिँ किन पर्यो भने के रुन चाहिँ किन पर्यो त अनि यति ठक्कर खाएर रुनु पर्छ त कस्तो मान्छे हो रुन त किन रुनी होइन हल्का अब यो अलिकति भावुक हुँदाखेरि आँसु त झरिहाल्छ जसको नि तर रुनी भन्दा नि अब मेरो हातबाट कोही नमरोस् भन्न चाहन्छु म होइन तर मैले यो सबलाई पनि मार्नु पनि हुँदैन नि त किन मार्ने हो र अनि रुनु चाहिँ किन पर्यो त अनि बेकारमा होइन रुनु भन्दा नि अब रुन त छोरा मान्छे रोको राम्रो त होइन तै पनि अब यस्तो अब यस्तै हो मलाई त्यो जसले मेरो सम्पत्ति खाइरहेछ होइन जसले मलाई फसाइरहेछ त्यो व्यक्ति चाहिँ चाँडै नै यसलाई यसको कारण चाहिँ म माइती घरमा त्यसको ड्रेस नै राखेर त्योसँग सम्बन्ध भएको सबैजनाको राख्नेछु होइन अनि त्यति भएन भने चाहिँ अनि त्यसपछि म आफै सफाइ गरिदिन्छु म मेरो आफ्नै तरिकाले सफाइ गरिदिन्छु किनकि 1 वर्ष पुरा भइसक्यो होइन अब सुन्न मैले त 5 वर्षको बालिकालाई बलात्कार गरेको छैन म आफूले कसैलाई मारेको पनि छैन म आफू त गरिखाने मान्छे हो नि त अनि अहिले चाहिँ कस्तो नि धेरै पीडा हुँदैछ क्या म अब हिजो अदालत गएँ आज जान्छु होइन महिनामा 10 चोटि पुग्छु अदालत होइन अहिले म आफूले पापै गरेको ठिक छ होइन आइएम रेडी क्या जेल जानु क्या तर म आफूले गर्दै नगरेको अपराधमा मेरो आफ्नो सम्पत्तिमा कसैले चाहिँ होइन सम्पत्ति उसलाई चाहिने ठिक छ सम्पत्ति खास केस भने अनि रेप केस भनेको थाहा होला नि तपाईँलाई मान्छे मारेको भन्दा 4 गुणा बढी हुन्छ रेप भनेको 4 गुणा मान्छे मार्दा झट्टै मार्दै केही फरक पर्दैन त्यो आफ्नो प्रक्रियाले गर्छ रेप केस भनेको त तपाईँको त्यो रेप गरेको व्यक्ति छ भने त्यो गयोस् जेल म पनि मलाई नि सुसाइड गर्दै हुन्छ क्या म आफूले 5 वर्षको बच्चालाई रेप गरेको छु भने मलाई पनि लर जन्म कैद हान्ने मलाई गोली हान्दै हुन्छ क्या लर तर जुन लेडिजले फसाइरहेको छ होइन त्यसलाई के भन्नु त अब होइन रुन चाहिँ नरुनु न मन त अरू बनाउनु टेन्सन सबैलाई हुन्छ पिर सबैलाई हुन्छ तपाईँलाई जस्तो उसलाई पनि हुन्छ तर रुन चाहिँ नरुनु हामी छोरी मान्छे त रोएको छैन तपाईँ किन रुने हो र होइन रोको भन्दा नि यस्तो हल्का अब भावुक त भइहाल्छ होइन किनकि म त लगभग महिनाको लगभग 4-5 चोटि अदालत गएर हुन्छु होइन अनि त्यही कुराले पीडा हुन्छ क्या किनकि बस्न सकिन्न त छुटेर बस्न सकिन्छ नि त अब सुन्नु न सबै मेरो सम्पत्ति क्याप्चर गरेको छ एउटा सुन्नु सबै अनि उसको अनि त्यो राम्रो होइन त ऊ आफूले चाहिँ त्यो जुन केटीले चाहिँ जुनले हाल्ने मान्छे हाल्छ त साइड लाएर गयो हुन्छ नि त त्यो बच्चा जीवनमा त्यसको हुन सक्दैन त्यसको नाइटमा त बाबुको नाम होला हेर्नु कति दिन भागेर थिएन ऊ र अनि म चाहन्छु कि मेरो हातबाट कसैको मृत्यु नहोस् कि किनकि अहिले हेर्नु मान्छे मारेछ कारण त यही रहेछ नि त मैले त बल्ल बुझ्दैन रातभरि मलाई निद्रा लागेर म आफै डिप्रेसन जस्तो भइसकेँ मेरो पनि यस्तै 3 सेकेन्ड फुस्केको अवस्थामा मैले चाहिँ नराम्रो बाटो अगालेर कसैको ज्यान लियो भने के हुन्छ भन्दा म यो चाहन्न कि म गणेश भगवान्लाई एकदम म सम्मान गर्छु मेरो गाडी पनि गणेश भगवानै छ हरेक ठाउँमा सम्मान गर्छु मेरो हातबाट कोही एउटा चल्ला पनि नमरोस् तर जुन व्यक्तिले त्यो चाहन्छ त्यही व्यक्तिलाई चाहिँ किन ज्यानबाट केस लगाइदिएको छ जुन व्यक्तिले बिहा गरेर 18 वर्षको 2 छोरा र 4 वर्ष छ उसलाई रेप केस लगाइदिएको छ जुन व्यक्तिको घर काठमाडौँमा चाहिँ सम्पन्नशाली छ जुन व्यक्ति सुन चाँदी घर गाडी छ उसको सम्पत्ति सबै अर्कोले खाएको छ भनेपछि मान्छेको 2 सेकेन्ड फुस्क्यो भने के हुन्छ होला भन्नु न जुन खाने मान्छे त आज रमला भोलि जमानामा पर्सि त त्यसलाई त र त्यो व्यक्तिलाई म के भन्न चाहन्छु भने होइन मजाले छुट्न सकिन्छ मेरो मात्रै डिभोर्स हुन लागेन आइएम रेडी डिभोर्स गर्न नो प्रब्लम जसको नि हुन्छ तर पीडा चाहिँ दिनु भएन मान्छेलाई जिम्मेवार छ म हेर्नु म अस्ट्रेलिया भिसा लाएर जान लागेको छु गेमको लागि यो केसले गर्दा कति हाम्रो भयो होला मेरो लाइफ त्यही म के भन्न चाहन्छु होइन मेरो हातबाट एउटा किरा पनि नमरोस् के किरा पनि के म चाहन्छु कि र मान्छे कोही म पनि 4-5 चोटि सुसाइड गर्न खोजेको मान्छे होइन त्यो आफूले मर्न नसकिने रहेछ कि आफूले चाहेर पनि त्यो त्यसको दिन आउनुपर्ने छ कि आज त यस्तो तनाव भन्छ हिजो अदालत गयो अब आज अदालत एभ्रिडे अदालत यता जाऊ उता जाऊ त नहुने केसमा के नेपाली ब्रो प्लिज यसरी हिम्मत नहार्दिनु न हजुर राष्ट्रियको गहना मान्छे यस्तो म त अब अर्को महिनातिर अस्ट्रेलिया जान्छु भन्ने सोच्थेँ क्या मेरो त अब सबै कुरा क्लियर हुन्छ होला हिजो भन्ने सोच्थेँ नि त म त अब बस्ने जाने मान्छे अब नेपालमा बसेर मलाई मेरो आफ्नो स्ट्यान्डर्डले खान नै पुग्दैन आफ्नो स्ट्यान्डर्ड हिँड्नै पुग्दैन अब नेपालमा त अब म जस्ट मैले भनेको जस्तो हाइफाईमा त मेरो आफ्नो फाइन्स कुराहरूमा त यहाँ सम्पन्न गर्न सक्दिनँ नि त म अब र म आफूलाई चाहिँ चिनाएर म आफू जिउँछु भन्दाखेरि कोही एउटा व्यक्तिले चाहिँ मसँग आएर जोडिएर चाहिँ त्यो व्यक्तिले मलाई फसाएर मेरो जीवन मृत्युमा बनाउँछ भने त्यसको त उपाय त गर्नु पर्यो नि त त्यही भएर म त्यो आइतबार त्यो जुन लेडिजको ब्यानर सहित
मैले चाहिँ लगभग मैले माइती घरमा लगेर राख्नेछु र मैले चाहिँ न्याय पाउनुपर्छ। अब किन न्याय पाएन भने म जिउँदो रहन्न, म यो संसारमै रहन्न क्या। म नेपाली ब्रो सुन्नु न, हजुर केही कथम सुसाइड गर्न आँट्नु, सुसाइड त गर्नुहुन्न होला नि होइन हजुरले? म यसो छ, मलाई जसले चाहिँ मलाई बेहोरबाद पारेछ म त्यसको चाहिँ प्रतिक्रिया त्यसलाई चाहिँ म सबक सिकाएर मात्रै म मर्नु पर्दाखेरि म एक्लै मर्दिनँ नि, म एक्लै सुन्नु न, त्यसो भने हजुर सुसाइड गर्नुभन्दा अगाडि चाहिँ ब्याङ्क भएको अब हजुरको 1.5 करोड पैसा हुन्छ हजुरको ब्याङ्कमा, त्यो चाहिँ मेरो खातामा ट्रान्सफर गरिदिनु भन्न हार्दिक अनुरोध गर्दछु नेपाली ब्रो। त्यसलाई केही फरक पर्दैन। नेपाली ब्रोलाई पैसाको पनि कहिले दुःख भएन, नेपाली ब्रोलाई के को दुःख भयो त यो लाइफमा? अब यस्तो हेर्नु, म आफ्नो लाइफस्टाइल म स्वतन्त्र भएर जिउन चाहन्छु, त्यो मेरो लाइफ त्यो भन नि त। हो नेपाली ब्रोसँग पैसा पनि थुप्रै। अब हजुर कहाँ जाँदै हुनु त गेम खेल्न अस्ट्रेलिया है नेपाली ब्रो? हजुर। अनि हजुरलाई रुदा त कस्तो नराम्रो देख्यो क्या नेपाली ब्रो? छ्या होइन म यस्तो हो, म त स्ट्रङ मान्छे होइन, म त्यस्तो त्यो म धेरै स्ट्रङ मान्छे होइन, म त्यस्तो त्यो मलाई त्यो रुनी यस्तो भावुक हुँदाखेरि हल्का आँसु आउने हो, तर त्यस्तो त्यो हुँदैन। नेपाली ब्रो हजुरको साथी चाहिँ जोन छिना हो 100% हो? र अब त्यही म चाहिँ के चाहन्छु भने एकछिन ल के अरे यसरी सबैले एड नगर्नु नेपाली ब्रो, धेरै भिड हुन्छ क्या। होइन भिड बनाउनै पर्छ। अब यो भिड नबनाइ भएको छैन। अब मेरो चाहिँ अब लगभग तपाईँको चाहिँ लगभग त्यो हाम्रो करसापको फोटो होइन, जुन अहिले हकाएर करसापको चाहिँ आर्मीकै चुस्ताको फोटो र म्याडमको फोटो चाहिँ अब माइती घरमा जान्छ है के नेपाली ब्रो फसाएको। हजुरलाई एउटा कुरा सोधौँ म? हजुर, यो दुईजनाले फसाएको, दुईजनालाई चाहिँ म अब लगेर ड्याङ लगाएर यिनीहरूलाई चाहिँ माइती घरमा राख्छु मैले। अब दुईटालाई सुन्नु न नेपाली ब्रो, हजुरलाई एउटा कुरा सोधौँ म? हजुर, यो हजुरले अस्ति नै एकचोटि ब्रा लाउनु भएको थियो नि त्यो भिडियोमा, होइन त्यो साँच्चै हो? त्यो सम्बन्धी कुरा नगरौँ अहिले, अर्कै अहिले डिफ्रेन्ट पार्ट। अहिले त कसरी मान्छेको लाइफको पार्ट हुन्छ के बोल्नु भयो होला अध्यक्षजी? होइन मैले त अनि के हो त्यो चाहिँ लाउने कुरा होइन र कस्तो कुरा गर्नुभएको? लाउने कुरा त हो कि, तर कुन प्रसङ्गमा गएको छ त्यो कुराहरू बुझ्ने गर्नु न। अब हजुरलाई चाहिँ के फरक पर्यो मैले सोध्दा? मेरो त म त उहाँको फ्यान हो नि त, नेपाली ब्रोको फ्यान हो म। मैले थिएँ लगभग अब आज फ्राइडे छ होइन, मेरो चाहिँ हिजो अदालतमा थियो र लगभग म यो चाहन्छु होइन मेरो हातबाट कसैको मृत्यु नहोस्। म चाहन्छु कता हो ब्रो, कता? हेलो, कता हो त? तपाईँहरूको गेम छ भनेर हालेको छ त के हो? अस्ट्रेलियामा हुँदैछ। यहाँ अहिले कता हो तपाईँ? म यता बालाजुपट्टि। म त भर्खर आएको के भएको हो? अब यस्तो हो, अब यो त्यो अब फसाउने मान्छेहरूलाई चाहिँ होइन अब माइती घरबाट पोस्टर हालिदिनु पर्यो। ए अनि के मिनमिला भएको होइन अहिले? होइन अब त्यो त डिफ्रेन्ट केस हो होइन। अब यस्तो हो कि ब्रदर, गाडी bisa गाडी bisa kan? dari yang bisa apa? Apa? Perbat tadi apa? हिम्मत हार्नु हुँदैन ब्रो यार, कहाँ तपाईँ जस्तो मान्छे यार।
एकचोटि गर्नु राधीको हेर्नु नेपाली रेस्टुरेन्ट बा मिल्छ तिमी ऊ चाहिँ मन पापाले धेरै सफा अनि जान्नु बोल्दै त्यहाँ गरौँ भनेर पनि गाई डल्ली सल्ली पक भयो छोरी पापाले भित्र जसले मनमा पाप बोक्यो त्यो मान्छे अहिले सही हुन्छ त्यो पेटमा पाप नराख्ने मान्छेहरूले फसाउँछ कि सबैले मनि त्यस्तै त भनेको दिदीले भने जस्तै क्या यहाँ त पेटमा पाप बोकेर बस्यो भने त्यो मान्छे राम्रो हुन्छ नभए त त्यही हो क्या त्यो दुनियाँको अगाडि फेरि फुचुक्क पर्छ त्यो पेटमा पाप छैन क्या हाम्रो त के गर्ने एकदम बर्बाद थियो बिचरा नेपाली विरोध भयो मैले यस्तो गर्न लागेको ब्रदर त्यो जुन अब नाम नभनु होइन मैले अब जुन मलाई मेरो फसाइरहेको छ नि त उनीहरूको चाहिँ माइती घरमा पोस्टर सही लगाएर राखिदिनु लाग्यो आइतबारदेखि अल्ल गरेँ किनकि न्याय त पाउनु पऱ्यो नि त अनि जहिले पनि मुद्दा बसेर भएन नि त होइन र मेरो आफ्नो लाइफ छ अब मेरो सम्पत्ति पनि मेरो के अरे मेरो हजुर अफिसमा आउनु अफिसमा आउनु अफिसमै हेलो हजुर को हो भन्नु त भन्नाले कुन बालाजु हजुर हो बालाजु त्यो बालाजुमा आएर कल गर्नु न पेट्रोल पम्पमा त्यो सोरगुडी जानेपट्टि हजुर अब यस्तो होइन अब मबाट अपराध चाहिँ भएको छैन होइन यो 100मा 100 भन्न चाहन्छु अपराध भएको भए म सेन्टी जेलतिर हुन्थ्यो होला जे सासो मानव खतम गर्ने